हेलो नमस्ते, म सुस्मिता राई। मेरो घर अगाडिको हेर्नुहोस् त फुल फुल्न लागिरहेछ हैन। बहिनी पुरा सरसफाइ गर्दैछ त आज कान्छीले र जेठीले त। बिहान बिहानै सरसफाइ हो। खाजा खायौ कि छैन? नास्ता गरेछौ न? के हान्नु भएको अरे दिदीले हो? थाहा छैन? अब स्कुल जाने होला नि? कहिले लाग्छ? होमवर्क सक्यौ? कति छिटो ज्ञानी हो नि। होमवर्क सक्यौ छ त अनि के हो यो डल्लो डल्लो जस्तो? सिमेन्टको बल खेल्ने कि के गर्ने हौ? खेल्ने? कसले हान्ने? सिमेन्टको बलले लाग्यो भने त अनि तिम्रो टाउकोमा त टुटुल्का उठ्छ होला त। दुईटा टाउको हुन्छ होला, के गर्छौ? ल्याउ त म ट्राई गरी हेर्छु तिम्रो टाउकोमा। बल हानेर हौ ल्याउ न। त्यसलाई मार्ने रे? चरा मर्छ अनि यो बलले? खैदेऊ त कति गोलो छ। कसले बनाएको? ट्वाक गरेर दिनुपर्छ त अनि। चरा त होइन, तिमी नै मर्छौ नि फेरि लाग्यो भने त होइन। हेर कान्छीले पनि साथी लिएर आएछौ। यसको बच्चा कतिवटा छ नि बहिनी? 3टा छ। छोरा चाहिँ मरेछ। छोरा चाहिँ मरेछ। कान्छुमा आएछ हेर त ऊ नानीको आमा। छोरा चाहिँ मर्यो भन्छौ। स्याहार्यौ न होला, यसो देऊ त यसलाई कुखुरा काटेर। छोरीहरू त मर्यो आफै। यो चाहिँ छोरा हो कि को हो यो? त्यसको कान्छा। यसको के कान्छा भाइ? के छैन रे? कुकुरले बिहे गरेको छैन? अनि बिहेमा बोलाउँछ तिमीलाई कि बोलाउँदैन? बोलाएन हो? अनि नानी त छ त नि यसको त, कान्छीको त। ल बिहे नगरी नानी जन्मायो। ल अनि स्याहार्नु पर्थ्यो नि त। अनि घरमै राख्नुपर्छ नि त हौ। अनि अर्को डन आउँदैछ कराउँदै। एउटा टोलको डन आउँदैछ। हो यो त अनि मान्दैन रहेछ। यो तिम्रो हो? यो चाहिँ कान्छीको, त्यो चाहिँ तिम्रो। अनि माम कहिले दिएको त नि? हड्डी माम मासु दुइटै खान्छ? बिस्कुट पनि खान्छ? अनि देऊ के त अनि तिमीले यसपालि यसलाई मासु दसैँ तिहारमा? सुँगुरलाई मात्रै दिनुभयो मम्मीले? कस्तो अनि नदिएको त नि? अस्ति अनि टिकाको दिन टिका लगाइदेऊ के त यसलाई। हो हेर तिम्रो साथी अरे कि तिम्रो कुकुर हो? अनि यी सुताउँछौ यसलाई? अनि सँगै सुताउनु पर्दैन? यो तिम्रो कान्छा हो? यो चाहिँ उसको कान्छी बहिनीको होइन? त्यो तिम्रो कान्छी के अरे कान्छा होइन? कहाँ जान्छ अरे? बाँधेर राख्नुपर्छ नि त हौ। हो यसले चाहिँ चाट्दैन? हो हात दिन्छ? टोक्दैन? दियो हात? तिमीले भनेको मान्दैन रहेछ। तिमी मासु भातै दिँदैन नि, कहाँबाट मान्छ त? अस्ति तिहारमा टिका लाएर रोटी देऊ न होला, टिका लगाइदेऊ न होला, अनि मान्छ त? मासु पो दिनुपर्छ त। टिका लगाएको थियो अरे ऊ त्यसले? तिमीले लगाइदेऊ न अनि गयो नि गाउँतिर टिका लाउनु। लगाइदिनु पर्दैन त?
हैन हौ उसको गाउँ छ त नि संसार डुलेर आयो त उ अघि नै हाम्रो गाउँमा पनि दुईटा कुकुर थियो कि मेरो र दिदीको फर्स्ट टाइममा चाहिँ मेरो मर्यो अनि त्यो दिदीको चाहिँ भन्ज्याङमा गएर रुँदै बसिरहेको थियो राति अनि त्यसपछि पछि त त्यो पनि मर्यो ए रुँदै मर्यो आफै ए त्यो त नि साह्रै मेरो कुकुरले चाहिँ टिकटकले काटेर मारेको ला अनि रोयौ न ए को रुनु भयो ला को रुनु भयो अनि ला साह्रो रुनु भयो ए ला बिजोक भएछ त नि अनि तिमीले माम खायौ के त कुकुर मर्दा रुएर खायौ ए तिमीले चाहिँ खायौ माम मर्यो त बिचारा अनि माम पनि उसले चाहिँ खायो रे साथीले खाएन रे नि अब चाहिँ कुकुर नल्याउ नि अर्को हो ला हौ यो त साह्रै दुःखको कुरा भयो त खोलामा लुगा धुन जाँदाखेरि त्यो सुकाउनु लग्दाखेरि मलाई कम्ती डर लागेको क्या म त त्यो कुकुर त्यो पुरेको ठाउँमा म त कुद्दै गएको के भएर डर लाग्यो अनि त्यहाँनिर लास लागेको थियो हो त्यो खोलामा पनि त्यो मेरो तुम्बाको लास लगेको थियो नि त त्यसैले तिमीले त त्यो सिँगान फाल है छ्या अब फेरि माटो उठाएर त्यहाँ राख्यो अब तिमीले छुट्टै खानै पर्यो है अब यो पोपो हाँगले अब कुटै खानै पर्यो फोहोर भयो अब फोहोर भयो है ला अब डन्ठी लिएर आउनै पर्यो दिदी ल पोपो हाँगले फोहोर गर्यो ईश्वरीको